आलु चाहिँ बासी छ हैन। हाई एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। र म चाहिँ जाँदैछु पूर्वतिर र साथीको बिहे छ सन्जुको। अनि यहाँ हेर्न सक्नुहुन्छ यस्तो धुलो उडिरहेको थियो बाटोमा। यहाँ चाहिँ खाजा खानको लागि रोक्दो रहेछ। बाँझो खेत काभ्रे। यो रोडै यत्रै बनाएको हो कि यहाँसम्म हो? यो सानै बनाएको यहाँसम्म रोड होइन। कति सानो हो त रोड? कति मिटर होला यो? 3 मिटर छ कि के हो रोड? के आलु चाहिँ बासी छ हैन, चना। बाटो चाहिँ धेरै राम्रो छ, विकास हुनै बाँकी छ अझै। पुरै बाटो यस्तो राम्रो छ नि। यो चाहिँ खोलाको बाटो रहेछ, साइडमा पहाड हैन। यहाँ छेउमा चाहिँ पहिला थियो रोड। त्यो रोड चाहिँ खोलाले कटान गरिसकेपछि रोड चाहिँ ठ्याक्कै यो खोलामा बनेको छ क्या। एकदमै राम्रो सिन छैन। यहाँ सुटिङको लागि पनि बेस्ट ठाउँ हो। र हामी चाहिँ यहाँ खाजा खान झऱ्यो। एकजना बच्चा चाहिँ भेटेको थियो त्यही गाडीको सिटको साइडमा। अनि हामी चाहिँ गफ गर्दै थियौँ। यहाँ चाहिँ हामी खाना खान झरेका छौँ है। एकदमै धेरै गर्मी भइरहेछ। यति चाँडै हामी चाहिँ एकदमै लेट भयौँ। भिनाजु चाहिँ पुगिसक्नु भएको रहेछ होइन। यहाँ खाना खाएर बसिरहेछौँ। सिट चाहिँ डिफ्रेन्ट नै छ हाम्रो। पहाड सिद्धेर यो चाहिँ तराईको स्टार्टिङ भएको छ। यो चाहिँ धनुषा जिल्लामा पर्छ है। एकदमै गर्मी छ कि ठ्याक्कै पहाड सिद्धिने बित्तिकै यहाँको हावापानी एकदमै तातो छ।